हेलो गाइस, म चाहिँ आज जाँदैछु साउथ सिक्किम। अनि साउथ सिक्किमको यात्रामा आज सुरु गर्दैछु मामरिङ पुलबाट भिडियो। अनि जसै मामरिङ पुल क्रस गरेँ अनि मलाई यहाँनिर वेलकम टु साउथ सिक्किम भनेर गेट रहेछ। अनि यहाँबाट म एकदमै साउथ सिक्किमपछि गएँ। साउथ सिक्किमको नजारा दृश्यहरू हेर्न सक्नुहुन्छ। एकदमै वेदर पनि त्यस्तै राम्रो, वेदरको साथसाथमा रोड त्यस्तै बबाल, साथसाथै ग्रिनेरीहरू हेर्न सक्नुहुन्छ। अहिले यो मौसम पनि त्यस्तै छ, पालुवा फेर्ने वसन्त ऋतुको समयले गर्दा होला एकदमै हरियालीको नजारा। हरियाली पनि डिफ्रेन्ट टाइपको क्या, हरियाली नै एकदमै बाइक चलाउनु पनि एकदमै मजा आइदिने, एकदमै रमाइलो। रोड त्यस्तै स्मुथ हो, मक्खन रहेछ रोड पनि फेरि। अनि यस्तो मक्खन रोडमा यस्तो राम्रो वेदरमा बल्ल बल्ल उम्किनु पाउँदा त उम्केर साँडे गोरु जत्तिकै उड्दैछु म चाहिँ। एकदमै बब्बल लाग्यो मलाई हो। यहाँको यो मामरिङ गाउँ रहेछ, यो उकालो लाग्यो मामरिङ गाउँबाट उकालो लाग्यो। अनि यो मामरिङ गाउँ पनि हेर्न सक्नुहुन्छ, अति नै सुन्दर रहेछ, अति नै साफसफाइ। हाम्रो सिक्किम चाहिँ साँच्चै नै सफा छ हो। धेरै ठाउँहरूमा म चिप्सहरू खाएर बाटो फैलेर देख्छु, तर म आफै चाहिँ टिप्ने गर्छु। अनि तपाईँहरूले पनि यदि बाटोतिर चिप्सको खोलहरू प्याकेटहरू भेट्नुभयो भने तपाईँहरूले पनि त्यसलाई चाहिँ एकदमै टिपेर लगेर डस्टबिनमा हालिदिनुहोस्, ताकि हाम्रो सिक्किम चाहिँ साँच्चै नै सुन्दरै हुनुपर्छ। कुनै पनि चिप्सको प्लास्टिकहरू बाटोमा देख्दै गर्दा मलाई पनि नरमाइलो लाग्छ। अनि है हेर्नुहोस्, फेरि पनि म यो मामरिङको उकालो जाँदैछु। मामरिङको उकालोको यात्रामा यो दृश्यहरू देख्दै मनमा एकदमै खुसी हुँदै जाँदैछु। एकदमै हेक्टिक लाइफस्टाइलमा जिउँदै गर्दा काम ड्युटीको प्रेसरमा त्यसरी अचानक निस्केर हिँड्नु पाउँदा चाहिँ एकदमै खुसी भएर बाइक राइड गर्दैछु। मेरो यो बाइक फेरि है हिमालयन 411 एकदमै स्मुथ छ। तपाईँहरूलाई कस्तो लाग्छ हिमालयन? मलाई चाहिँ एकदमै मनपर्छ। 93को जुनमा निकालेको, अहिलेसम्म विदाउट प्रब्लम राम्रोसँगले चलिरहेको छ। अनि बाइक साँच्चै नै है स्मुथ छ, एकदमै स्मुथ। मलाई चाहिँ एकदमै राम्रो लाग्छ, कम्फोर्टेबल पनि कम्फोर्टेबल। जस्तै लामो यात्रा गर्दा पनि ढाडहरू नदुख्ने, चाक चाहिँ अलिक दुख्छ, त्यसको लागि चाहिँ अब तपाईँले सिटमा कुसनहरू लाउनुपर्छ होला या के कसो हो। तर मलाई चाहिँ मेरो बाइक एकदमै मनपर्छ। अनि यो बाइक लिएर चाहिँ म अहिलेसम्म नेपाल पुगेँ, टाढो भनेको नेपाल पुगेँ, पाकिस्तान पुग्यो। अब फेरि भविष्यको दिनहरूमा अझै धेरै यात्रा गर्ने सोच विचारहरू छ। अनि हेर्नुहोस् है, आज म फेरि पनि यसरी हाम्रै सिक्किमको साउथ सिक्किमतिर म जाँदैछु राइडमा। हेर्न सक्नुहुन्छ गाउँहरू, गाउँ बस्तीहरू, गाउँको यो बाटोहरू, गाउँमा एकदमै शान्ति, साथै यो हरियाली। एकदमै हाम्रो सिक्किम चाहिँ एकदमै साँच्चै नै शान्ति अनि हरियालीले भरिएको छ। तपाईँहरू यदि सिक्किम बाहिरबाट हेर्दै हुनुहुन्छ भने चाहिँ एकदम सिक्किमहरू चाहिँ तपाईँहरू नबिर्सिकन लाइफमा एकपल्ट आउनै पर्ने हुन्छ। मैले एकपल्ट एउटा टुरिस्टलाई भेटेको थिएँ, अनि उहाँलाई भन्दाखेरि तपाईँ चाहिँ किन कसरी आउनुभयो भनेर चाहिँ उहाँले मलाई भन्दै हुनुहुन्थ्यो। सिक्किम चाहिँ मैले एउटा बुकमा पढेको थिएँ, त्यो बुकको नाम चाहिँ सायदै मैले बिर्सेँ, लोन्ली प्लानेटमा हुनसक्छ, या त कुन चाहिँ मस्ट भिजिट प्लेस इन द वर्ल्ड बिफोर यु डाई भनेर चाहिँ त्यहाँनिर चाहिँ हाम्रो सिक्किमको पनि लेखेको रहेछ अरे। अनि उहाँ चाहिँ एकदमै टाढो देशबाट पनि आउनुभएको थियो। उहाँ एउटा प्यालेस्टिनियन लेडी हुनुहुन्थ्यो। अनि उहाँलाई चाहिँ मैले सिक्किममा लिएर म यो सिक्किम टुरिज्म फिल्डमै पनि काम गर्छु। अनि त्यो हुँदाखेरि चाहिँ उहाँलाई पनि मैले सिक्किम एक समयमा घुमाउने मौका पाएको थिएँ। अनि अहिले हेर्नुहोस् है, सिक्किमको नजारा दृश्यहरू धेरै ठाउँहरूमा कतिवटा कुराहरू बनिँदै जाँदैछ। अनि रोड्सहरू पनि एकदमै राम्रो भएको छ है, सिक्किमको रोड्सहरू हेर्न सक्नुहुन्छ, यस्तो स्मुथ छ। धेरै ठाउँहरूमा कतिवटा ठाउँहरूमा अब बनाउँदै फेरि अब चाहेर पनि हामीले बनाउन सक्दैनौँ। नर्थ सिक्किममा जस्तै राम्रो बनाउनुहोस् बाटो, त्यहाँ भत्किने नै हो। त्यस्तै अब यो साउथ सिक्किमको बाटो चाहिँ मलाई एकदमै राम्रो लाग्यो। हेर्नुहोस् न, हाइवे नाम्ची जाने हाइवे हो यो, साउथ सिक्किम जाने हाइवे। कस्तो राम्रो छ बाटोको छेउछाउमा रुखहरू, यसरी है हरियाली देख्दा, त्यहीमाथि यो एकदमै दामी वेदर, कस्तो साफ सुथरा गाउँ देख्दा त मन त त्यसै खुसी हुने नै हो। अनि म चाहिँ आज चाहिँ एकदमै रिफ्रेस भइरहेको छु म पनि। अब एकदमै रिफ्रेसिङ मोमेन्ट छ।
कम्प्युटरलाई त हामीले घरिघरि रिफ्रेस गर्छौँ भने हाम्रो लाइफलाई पनि रिफ्रेस गर्नुपर्ने हुन्छ। अनि यसरी तपाईँहरू आफ्नो लाइफमा घरिघरि रिफ्रेस हुँदै बढ्नुहोस्। एकदमै म चाहिँ खुसी रिफ्रेस्ड एकदमै ओपन भइरहेको छ, एकदमै पुरा मनबाट नै अब शान्ति भइरहेको छ। अनि यो राइड चाहिँ म एकदमै खुसीको साथमा गर्दैछु। मसँग पछाडि मेरो साथी पनि छ पिलियनमा। दुवैजना एकदमै नजाराहरू हेर्दै बातचित गर्दै हामी जाँदैछौँ। अनि साँच्चै नै है यो यात्रा चाहिँ एकदमै बबाल, अब योभन्दा पनि अब बबाल चाहिँ अब सायदै पाइँदैन होला। यसरी दिनहरूमा फेरि पनि अरू राइडहरू गऱ्यो भने म तपाईँहरूलाई अपलोड गरेर देखाउँछु, हेर्न सक्नुहुन्छ है। साँच्चै नै यो राइड चाहिँ एकदमै मेरो लागि चाहिँ एकदमै दामी, एकदमै रिफ्रेसिङ भयो नि त। किनभने धेरै दिनदेखि पानी परेर हो, पानी परेर अब घरबाट निस्किँदा पनि छाता ओढेर हिँड्नुपर्ने, अब त्यस्तो झरीमा बाइक कुदाउने त कुरै आएन। अनि त्यो हुँदाखेरि चाहिँ अनि बल्ल आज चाहिँ निक्लेको वेदर त्यस्तै दामी अनि सबै कुरा दामी भएर मिल्दाखेरि चाहिँ म चाहिँ आज यसरी यात्रामा लागेँ। अनि यो यात्रा चाहिँ फेरि एकदमै मिठो भइरहेको छ, मजा आउँदैछ। यसरी घरिघरि निस्किँदै गर्नुपर्छ लाइफमा। कतिचोटि अप एन्ड डाउन हुन्छ, एङ्जाइटी र डिप्रेसनमा पर्नुभन्दा चाहिँ यसरी फुट्दै निस्केर घुम्नुपर्छ। अनि फ्रेस हुन्छ, हाम्रो लाइफ पनि राम्रो हुन्छ। अनि म चाहिँ यसरी नै आफ्नो मनमा खुसी हुन्छु अनि यसरी राइड गर्छु। अनि यसरी राइड गरिसकेपछि चाहिँ साँच्चै नै मन हाम्रो खुसी छ भनेको हुन्छ है। हेर्न सक्नुहुन्छ यो हरियाली दृश्य, रोड कस्तो सफा छ है, एकदमै दामी छ हाम्रो सिक्किम चाहिँ। आउनुहोस् तपाईँहरू पनि घुम्नुहोस्, एक्सपिरियन्स गर्नुहोस्। सिक्किमको ठाउँहरू हेर्न सक्नुहुन्छ। म यो जाँदै गरेको तारेभिर हो, तारेभिर जाने बाटो। नाम चाहिँ तारेभिर छ तर भ्यू चाहिँ एकदमै तारेभिरको एकदमै दामी छ। त्यो भ्यू चाहिँ तपाईँले कहीँ पनि पाउनुहुन्न तारेभिरको चाहिँ है। तारेभिर एकदमै दामी छ। नाम सुन्दाखेरि तारेभिर कस्तो नाम लाग्छ होला तपाईँहरूलाई, तर तारेभिर चाहिँ साँच्चै नै एकदमै दामी छ। तपाईँले त्यहाँनिर धेरै फोटोग्राफरहरू त्यहाँनिर आउने गर्छ, त्यहाँनिर धेरै भिडियोग्राफीहरू बनाउने, त्यहाँ धेरै मानिसहरू आउँछ नि त आएर। त्यसरी त्यो ठाउँको पनि एकदमै अलग्गै शान छ क्या यो तारेभिरको पनि। तारेभिर चाहिँ सिक्किमको एउटा दामी ठाउँ हो, टुरिस्टहरूले मन पराउने। बादलहरू हेर्न सक्नुहुन्छ, यसरी साइडमा बादलहरू, यसरी घरहरू एकदमै इन्ट्रेस्टिङ। अब साँच्चै नै बबाल यसरी है बोल्दै 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 हिँड्दाखेरि त मुख पनि दुख्दो रहेछ। अनि मजा आउँदैछ, एकदमै बबाल भइरहेको छ, इन्जोय गर्न सक्नुहुन्छ। यस्तो दामी भइरहेको छ, अब मजा नि हो। यस्तो दामी नजारा देख्दै, यस्तो दृश्य हेर्दै जानु पाउँदा त अवश्य नै अब मजा त आउने नै हो नि। अनि यस्तो मजा आइरहेको छ, अनि म चाहिँ एकदमै खुसी भइरहेको छु। अनि यस्तो छ आजको यो यात्राको दृश्य चाहिँ। अनि एकदमै तपाईँहरू मसँग यसरी लागिपर्नुहोस्, अन्तिमसम्म यो भिडियोलाई हेर्नुहोस् है। तपाईँले साँच्चै नै थाहा पाउनुहुनेछ कसो रहेछ हाम्रो साउथ सिक्किमको बाटोको। तपाईँले अपडेट दिन चाहनुहुन्छ भने पनि यो भिडियोद्वारा लिन सक्नुहुन्छ। यस्तो रमाइलो छ, यस्तो टर्निङहरू आउँछ। टर्निङ चाहिँ हाम्रो अब घरिघरि आइबस्छ। अनि यो टर्निङले चाहिँ हामीलाई के फाइदा हुन्छ भन्दाखेरि चाहिँ तपाईँहरू जाँदा जाँदै कन्ट्रोल गर्नुपर्ने हुन्छ। कन्ट्रोल गर्दाखेरि चाहिँ तपाईँ सेफ हुनुहुन्छ। सट्टै टर्निङ आउँदाखेरि चाहिँ एक गियरलाई एक डाउन गर्छु, फेरि गियर डाउन भएपछि तपाईँ स्पिड लिमिटमा आइहाल्छ। यसरी स्पिडलाई पनि कन्ट्रोल गर्दै छिर्दै 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 म चाहिँ निस्किँदैछु। एकदमै बब्बालै मजा आइरहेको छ। घाँस घारीदेखि लिएर हरेक यो हरियाली देख्दाखेरि चाहिँ एकदमै रमाइलो भइरहेको छ। खुसी लाग्यो। म एकदमै आज तपाईँहरू पनि यसरी राइडमा निस्किनुहोस्, लाइफमा हरेस नखानुहोस्। लाइफमा धेरै अप एन्ड डाउनहरू हुन्छ। अनि त्यो हरेक अप एन्ड डाउनहरूलाई जिउँदै गर्दाखेरि चाहिँ हार खाने होइन, तर त्यो अप एन्ड डाउनबाट निस्किसकेर तपाईँले हेर्दाखेरि चाहिँ डाँडामा उक्लेर हेर्दाखेरि कस्तो भ्यू देख्छ। त्यस्तै हो, लाइफमा समस्या पनि आउँछ जान्छ, तर यसरी तपाईँहरू रिफ्रेस हुन नछोड्नुहोस्। यसरी म हेर्छु, हेर्नुहोस्। पनि आउँदो दिनहरूमा तपाईँको अलिकति पनि अर्को भिडियोहरू लिएर आउने प्रयास गर्छु। म पनि
नेक्स्ट राइड सिक्किमको कुनै पनि ठाउँ हुन्छ म त्यहाँनिर गएर तपाईँहरूलाई फेरि पनि अर्को भिडियो पसल गर्छु। हेर्न सक्नुहुन्छ है नजारा साँच्चै नै एकदमै बवाल छ नि त। यतिको नजारा पाउनुको लागि चाहिँ तपाईँले अलिकति दुःख चाहिँ गर्नुपर्ने हुन्छ। अनि सिक्किम आउनु चाहनुहुन्छ या त सिक्किमभित्रबाटै हुनुहुन्छ भने तपाईँहरू जानुहोस्। अनि यहाँ चाहिँ यस्तो खालके ठाउँहरू पाइन्छ। यहाँको गाउँले मान्छेहरूसँग तपाईँले इन्टरेक्सन गर्न सक्नुहुन्छ, बातचित गर्न सक्नुहुन्छ। यहाँको कल्चर, यहाँको लाइफस्टाइल के कसो रहेछ बुझ्न सक्नुहुन्छ। सिक्किम चाहिँ एकदमै शान्तिपूर्ण ठाउँ हो। जसरी हेर्न सक्नुहुन्छ म अहिले नामथाङ बजार आइसकिसकेको छु। नाम ठाउँ हो, टाउन हो यो, एकदमै दामी छ। यसरी नामथाङ बजार हुँदै हुँदै म फेरि पनि जाँदैछु। यो चाहिँ नाम्ची जाने हाइवे हो। नाम्ची तपाईँहरू जानुहुन्छ भने चाहिँ नामथाङबाट गयो भने चाहिँ बाटो पनि एकदमै सजिलो। अनि जहाँसम्म मलाई लाग्यो चाँडो बाटो चाहिँ यो छिटो पुग्ने अनि सेफली पुग्ने बाटो, एकदमै दामी बाटो। हेर्न सक्नुहुन्छ यस्तो दामी बाटो छ, वेल मेटलको। यस्तो बाटो एकैछिनमा थाहा पाउनुहुन्छ। यस्तो खालको अब नजारा भ्यूहरू हेर्दै जानु पाउँदा त अवश्य तपाईँहरूलाई बगलै लाग्छ। खास नामथाङ बजार चाहिँ यहाँबाट सुरु हुन्छ। नामथाङ बजार चाहिँ एकदमै सानो भए पनि एकदमै रमाइलो। यहाँनिर हरेक बेसिक निड्सहरूको फेसिलिटिजहरू छ। यहाँनिर टाउन भएपछि अब यस्तो सबै कुराको फेसिलिटिजहरू छ। सबै कुरा यहाँनिर पाउन सक्नुहुन्छ। अनि यो नामथाङ चाहिँ एउटा साँच्ची नै एउटा असल ठाउँ हो, एउटा दामी ठाउँ हो। हेर्न सक्नुहुन्छ घरहरू नामथाङ बजार चाहिँ एकदमै राम्रो रहेछ, मलाई राम्रो लाग्यो। अरूभन्दा पनि निट एन्ड क्लिन, बाटोतिर प्लास्टिकहरू झरेको फ्याँकेको देखिएन। निट एन्ड क्लिन एकदमै दामी। हाम्रो सिक्किमको खासियत चाहिँ यही हो, साफसफाइ। अनि यसरी बाटोतिर बिचबिचतिर रोकेर बस्नु हुँदैन। यसरी हामी रुखहरूले गर्दाखेरि एकदमै राम्रो सुगन्ध जस्तै हुन्छ है नजाराहरूमा। यसरी यो दृश्यहरू देख्नु पाउँदाखेरि चाहिँ म एकदमै खुसी छु। यसरी राम्रो सक्नुहुन्छ बाइक फेरि हो यो खालको बाटो भएकोले चाहिँ अब गान्तोकमा 2-1 गर्दै ट्राफिकमा कुद्ने मान्छे चाहिँ आज एकैचोटि यस्तो भेट्दा त अब साँडे गोरु नै हो नि। अब निखुद उम्केको साँडे गोरु नै हो यो। आज हेर्न सक्नुहुन्छ रोटेटिङ प्राइस चाहिँ आज यसरी उठ्दैछ। अब यहाँबाट तेर्सो चाहिँ हामी लाग्यौँ, सिधै हामी तारेभिरतिर लाग्यौँ। अब तारेभिरको बाटो सानो छ तर यो भित्र यस्तो दामी छ। हेर्नुहोस् न हरियाली, यस्तो सानो बाटोभित्र चाहिँ अब यस्तो जङ्गलै जङ्गल, शीतलै शीतल, शान्ति, चराहरू कराउँदै गरेको गीत गाउँदै जानु एकदमै मजा आउँदो रहेछ। चाहिँ तारेभिर अब एकैछिनमा ज्यादा होइन, थोरै समयमा म तारेभिर पनि पुगिहाल्छु। अनि तारेभिरको बाटो चाहिँ यस्तो रोड तर पहिलाको हेरी चाहिँ अलिक अखबर रहेछ। रोड इज क्वाइट गुड एज कम्पेयर टु माई अर्लियर राइड, प्रिभियस राइड। रोड इज very not that much expected. It's quite supportive, quite beautiful. If I go out
अभी हम लोग तारेबीर पहुंचने वाले हैं। सताम साउथ सिक्किम में आ चुके हैं हम अभी। हल्का तो भोक लाग्यो त हौ। अब चाहिँ म तारेभिर आइपुग्न आँटेँ। अब यहाँ तारेभिर चाहिँ अब यहाँनिर के हो आइपुगेको यो तारेभिर। अब हेर्न सक्नुहुन्छ तपाईँले तारेभिरको दृश्यलाई। यस्तो छ है, हेर्नुहोस् कति दामी छ। यसरी यहाँबाट पारी हेऱ्यौँ भने चाहिँ पर टिस्टा पनि देखिन्छ। यहाँबाट हेर्नुहोस् यो बेसारा यो चरा, तपाईँले चराको नामलाई भन्न सक्नुहुन्छ। मलाई त्यस्तो साह्रो नाम याद छैन, तर चराले यस्तो हावामा पनि ब्यालेन्स गरेर चाहिँ बसिरहेको छ, हेर्न सक्नुहुन्छ यसरी है। अनि तारेभिर चाहिँ यस्तो छ। अहिले आई लभ तारेभिरको यो बोर्ड पनि लगाइदिएको रहेछ। अनि सम्पूर्ण नजारा यस्तो छ। फेरि भेटौँ नेक्स्ट भिडियोमा।